सो गाइस अहिले चाहिँ हामी खाजा खाँदैछ अन्त बिहान चाहिँ हामी छिट्टो निक्लेको थियो घरबाट 6 बजी निक्लेको बाटोमा जाम रहेछ भनेर खाजा नखाइकन हिँडेको थियौँ नि त अन्त खाजा खाएको हेरेर अन्त हामी चाहिँ चारजना गएको थियो साथीको मम्मी साथीहरू अन्त दादा थियो 2 जना लगेज मिलाउँछ साथीले यहाँ फोटोसुट पनि हुँदैछ अब चाहिँ हामी एयरपोर्टमा थियो साथी हामी चाहिँ एयरपोर्ट आइपुग्यौँ लाग्यो भने के हुँदैन पाल्टो गएको त हो होइन यहाँ काकाले टिका लगाइदिनु परेसम्म दिनु हामी जानु पाउँछ त अङ्कल यस्तो ए ल यो चाहिँ टिका लगाएको गिफ्ट पैसा त होइन तँलाई हो लाभा हाम्रो मिमी गएको उसको साथीहरू गाइस अब चाहिँ हामी एयरपोर्टबाट निक्लेको साथी पनि गयो अन्त एयरपोर्टमा चाहिँ त्यस्तो भिडियो गर्नु पनि दिँदैन रहेछ हामीले आधीमै बन्द गर्यो अन्त अब सिटी सेन्टर जानु त्यहाँबाट यो उयो जान्छ विशाल मार्ट जान्छ विशाल चाहिँ मेरो काम हो कि उयसमा चाहिँ होइन सिटी सेन्टर चाहिँ सामान पुऱ्याउनु मात्रै हो हजुर बाबाले भइहाल्छ बिचरा त्यो अङ्कल हामी आरामले हिँड्छ नि होइन त्यही त बिचरा त्यो अङ्क त धर्मै हुन्छ त्यो अङ्कललाई हेल्प गरेको पनि है लु अब बसौँ यतिमा चाहिँ हामीले बुढालाई पनि गएको थिएन भन्ने कुरा अब जस्तै भयो विशालमा आएर हो यति सपिङ गरिसक्यो अब चाहिँ निक्लिन आँटेको सो गाइस यो चाहिँ मैले किनेको दादाले चाहिँ लगिदिनु हुँदैछ अगाडि काउन्टरमा बिलको लागि उसलाई गरिदिनु न भनेको त क्यामेरा बोक्नु सरम लाग्छ अरे त्यही भएर म गर्दैछु होइन हौ सो गाइस हामी चाहिँ भर्खर घर आइपुगिसक्यो उता दुबई जानेहरू पुगिसक्यो यहाँ चाहिँ को भन्दा चाहिँ यहाँ चाहिँ साथीको मम्मी हो भर्खर हामी चाहिँ आइपुग्यो घर यहाँ यी बडीको सामान झरेर चाहिँ अब फेरि मेरो सामान लगेर म घर जान्छु म चुक्कर जाँदैछु बिहान 6 बजी गएको होइन हामी भर्खर आइपुग्दैछ 9 बज्यो साथी चाहिँ उता दुबई पुगिसक्यो हामी चाहिँ भर्खर घर आइपुग्दैछ यहीँ बहिनी ल्याउन आएछ मलाई रोडमा उसले कार्टुन सामान बोकिरहेको छ साथी सुत्यो सो गाइस म चाहिँ भर्खर घर आइपुग्यो हो अन्त अघि कति बजी 9 बजे 9 बजे घर आइपुग्दा चाहिँ हो अन्त नि मैले अघि के किनेको थिएँ भनेर विशालमा देख्नुभएको थियो तपाईँले यहाँ कार्टुन सामान छ यहाँ चाहिँ मैले यो सामान अलिक देखा मिठाई मात्रै निकाल्छु म अनि के चप्पल आमाको लागि ल्याइदिएको आमाले मन पराएको कि मन पराउनु हुँदैन यस्तो खालके हो अन्त यहाँ मैले मेरो लागि पनि चप्पल ल्याएको थिएँ बिस्तारै यो चम्ची छ 200 हो अन्त मैले अघि किनेर नाप्नु पर्ने चाहिँ चप्पल हुन्छ कि हुँदैन एकछिन
चाहिँ भयो मलाई हो। यो चाहिँ मैले मेरो लागि ल्याएको, यो चाहिँ आमालाई ल्याइदिएको। यहाँ चाहिँ खालि यस्तो चाहिदिएको। यहाँनिर चाहिँ यो प्लेटहरू मात्रै छ, प्लेट र पेला। यसको चाहिँ म भोलि भ्लग गर्छु यो चाहिँ के को लागि लिएको भनेर। अब चाहिँ ट्रे पनि छ यहाँनिर, एउटा त घरको लागि पनि हो। ट्रेहरू पनि छ, मैले त्यहाँबाट बताएँ। यहाँ चाहिँ ट्रेहरू पनि छ। यसको यहाँ देखाउँ, यो चाहिँ मैले किन ल्याएको। अब यत्रो बेसी देख्नुभयो होला तपाईँले, प्लेटहरू पेलाहरू हो ट्रे। अनि यो चाहिँ किन ल्याएको भनेर यसको भ्लग चाहिँ म भोलि बनाउने छु। अन्त अब हामी साथीलाई पुऱ्याएर घर पनि भर्खर आइपुगेको। साथी पनि दुबई पुगिसकेछ, अघि हामी कालिम्पोङ आइपुग्दै हो। हामी चाहिँ घर भर्खर आइपुगेको। अब यताउता घुम्दै गयो। फेरि सिलगढी पुगेपछि चाहिँ के भन्छ गरमले थाकिहाल्छ, केही नगरेर भए पनि क्या गरमले थाकिहाल्छ। गाइस अब चाहिँ सुत्नुपर्छ, घर आइपुग्यो। सो बाई बाई, भोलि भेट्छु। अन्त भोलि तपाईँहरूलाई यो किन मैले यो प्लेटहरू ल्याएँ अब यत्रो बेसी भनेर यसको भ्लग पनि भोलि आउनेवाला छ। सो बाई बाई गाइस।